मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट उहाँले उम्मेदवारी दिनुभएको छ। पक्कै पनि रिन्छेन तामाङज्यूले मूलवासी मङ्गोलको आवाज सँगसँगै बृहत्तर नेपाली जनताको देशको भविष्य जनताको भविष्यलाई सुनिश्चित पार्नुपर्छ र यो मुलुकमा रहेको बृहत्तर नेपाली जनताहरूले आफ्नै मुलुकमा भरपेट पार्ने वातावरण सिर्जना गर्नुपर्छ। यो मुलुकलाई भ्रष्टाचार मुक्त मुलुक बनाउनुपर्छ। सँगसँगै यो मुलुकको विशेष गरी मूलवासी मङ्गोलका छोराछोरीहरूले पनि यो देशमा एउटा सम्मानित जीवन बिताउन पाउनुपर्छ भन्ने मूल नारा लिएर उहाँ विगत लामो समयदेखि उहाँले यो आवाजहरूलाई सडकमा बुलन्द रूपमा आवाज गुनगुनाउँदै आइरहेको कुरा यहाँहरूमाझ म जोडेर गर्न चाहन्छु। पक्कै पनि यो सडकमा गुन्जिरहेको यो आवाजहरूलाई सदनमा पुर्याउने बेला आइसकेको छ। पक्कै पनि धादिङ जिल्लाको क्षेत्र नम्बर 1 निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईँहरूले अब चिन्तन मनन र सोच्ने बेला आएको छ। तपाईँले निकै नै प्रखर र युवा नेता मङ्गोल नेसनल अर्गनाइजेसनको तर्फबाट रिन्छेन तामाङज्यूलाई पाउनु भएको छ र यो क्षेत्रबाट रिन्छेन तामाङज्यूले जिताउने अभिभारा तपाईँ हाम्रो काखमा रहेको कुरा पनि म यहाँहरूको हातमा जानकारी गर्न चाहन्छु। त्यसैले अब हामी सिक्ने होइन सोच्ने बेला आइसकेका छौँ। अब हामी दृढ सङ्कल्प लिएर आफ्नो भावी आउने सन्तान र सन्ततिको भविष्य यही मुलुकमा बनाउनको निमित्त हामीले एउटा कठोर निर्णय लिने बेला आइसकेका छौँ। यो पालि पनि तपाईँहरूले यो निर्णय लिन तपाईँहरूले अबेर गर्नुभयो भने, गलत निर्णय लिनुभयो भने यो देशको काचुली फेर्ने सँगसँगै यो देशका बृहत्तर मूलवासी जनताहरूको भविष्य हिजोभन्दा निकै नै नाजुक अवस्थामा पुग्ने कुरा यहाँहरूमाझ म राख्न चाहन्छु। पक्कै पनि यो समाज यो समयमा मूलवासी मङ्गोलहरूले